फेरि बाहिरको त्यो मित्रले भन्छ, अब साथी भएको कारणले गर्दा चाहिँ उसले भन्छ होइन तिमीले मलाई दिनैपर्छ, मेरो साथी भकाएर आएको छ, टाढोबाट आएको छ, मेरोमा केही पनि छैन उसलाई दिनुको निम्ति, यसै कारण म तिमीलाई बिन्ती गरिरहेको छु, मलाई खाँचो परे जति तिमीले दिनुहोस् भनेर ऊ बारम्बार उसले भनेकै कारणले गर्दा वाक्कै भएर अब उसले कान थुनेर बस्न सकेन। अनि ऊ जुरुक्कै उठेर आएर ढोका खोलिकन उसलाई चाहे जति चाहिँ उसले दिए भनेर भनेको छ। भन्नुको अर्थ चाहिँ के हो, जबसम्म तिमीले पाउँदैनौ तबसम्म तिमीले मागिरहौ भनेर चाहिँ प्रभुले यहाँनिर बुझाउन चाहनुभएको कुरा। कति हाम्रो प्रार्थनाहरूको उत्तर हाम्रो ढिलो हुन्छ, शैतानले रोकिदिन्छ। दानियलको प्रार्थना पनि रोकिदियो, दानियलको प्रार्थनालाई शैतानले आकाशमै रोकिदियो। त्यस्तै प्रकारले तपाईँको प्रार्थना पनि रोकिदिन्छ। तर जबसम्म जवाब आउँदैन तपाईँले के गर्नुपर्छ, प्रार्थना गरेको एउटै विषयलाई तपाईँले गरेको गर्नुपर्छ, अनि मात्रै तपाईँको प्रार्थनाको जवाब आउँछ।